अभिवादन। आज हामी एउटा निकै दुःखद हवाई दुर्घटनाको बारेमा अलि गहिरिएर कुरा गर्दैछौँ। यो अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटना हो। हामीले विभिन्न समाचार स्रोतहरू हेरेका छौं, जस्तै स्काई न्यूज, इन्डिया टुडे अनि सीबीएस न्यूज, रिपब्लिक वर्ल्ड पनि। केही प्रत्यक्षदर्शीको कुरा पनि छ। हाम्रो उद्देश्य चाहिँ के हो भने यो घटना कसरी भयो, यसका सम्भावित कारण के हुन सक्छन् अनि केही अलि अचम्म लाग्दा कुराहरू पनि बाहिर आएका छन्, तिनलाई हेर्ने। हुन्छ, सुरु गरौँ त्यसो भए। ल, पहिले घटना के हो त्यो हेरौँ है त। एयर इन्डियाको बोइङ 787-8 ड्रिमलाइनर फ्लाइट नम्बर AI 171 यो अहमदाबादबाट लन्डन ग्याटविक जाँदै थियो। हो। विमानमा 230 जना यात्री थिए अनि 12 जना चालक दलका सदस्य, मतलब जम्मा 242 जना। तर उडान भरेको लगभग 1 मिनट जतिमै विमान दुर्घटना हुन पुग्यो। यो निकै छिटो भयो। 1 मिनटमै? लगभग त्यस्तै। पाइलटले मेडे कल पनि गरेका थिए रे। त्यो भनेको त एकदमै गम्भीर आपतकालीन सङ्केत हो नि। अनि त्यसपछि दुर्घटना भएको ठाउँबाट त्यो मेगानी नगर भन्ने क्षेत्रमा बाक्लो कालो धुवाँ उडेको देखियो। मैले पनि देखेको थिएँ त्यो भिडियो। विमान भवनहरूमा ठोकिएर आगोको मुस्लो जस्तो देखिएको थियो। एकदमै डरलाग्दो। साँच्चै भयानक। अनि मानवीय क्षतिको कुरा गर्दा यो त ठुलै त्रासदी भयो। सीबीएस न्यूजले के भन्यो भने विमानको पुच्छरको भाग एउटा अस्पतालमा खसेछ। ए हो र? अस्पतालमा? हो। त्यहाँ कम्तीमा 5 जना मेडिकल विद्यार्थीको ज्यान गयो रे अनि दर्जनौं अरू घाइते भए। विमानमा भएका धेरै जसोको त मृत्यु नै भयो। उफ, कस्तो भयानक। तर यस्तोमा पनि खै एउटा चमत्कार जस्तै भएको छ। त्यो पनि सुनेको थिएँ, एकजना बाँचे भनेर। हो, स्काई न्यूज र सीबीएस दुवैले रिपोर्ट गरेका छन्। सीट नम्बर 11A मा बसेका 40 वर्षीय ब्रिटिश भारतीय नागरिक, नाम विश्वास कुमार रमेश। विश्वास कुमार रमेश, उनी कसरी बाँचे त? उनी दुर्घटनापछि मतलब आफै हिँडेर बाहिर निस्केका थिए रे। साँच्चै हिँडेरै? उनलाई चोट त लागेको छ छाती, आँखा, खुट्टामा, तर खतरामुक्त छन् रे। अचम्म। उनले के भने घटनाबारे? उनले भने अनुसार उडान भरेको 30 सेकेन्ड जतिमा ठूलो आवाज आयो अनि विमान खस्यो। एकदमै छिटो भयो रे सबै कुरा। 30 सेकेन्डमै? खै, यो त सोच्नै नसकिने कुरा हो। तर यो दुर्घटना हुनुभन्दा पहिले नै केही गडबडीको सङ्केत थियो कि भन्ने कुरा पनि उठेको छ नि, हैन? हो, त्यो कुरा पनि आएको छ। रिपब्लिक वर्ल्डले एउटा निकै चाखलाग्दो रिपोर्ट गरेको छ यस विषयमा। के रहेछ त्यो? उनीहरूले त्यही दुर्घटनाग्रस्त विमानमा ठिक अघिल्लो उडानमा यात्रा गरेका एक यात्रुसँग कुरा गरेका रहेछन्। त्यो दिल्लीबाट अहमदाबादको उडान थियो। त्यही विमानमा? अनि ती यात्रीले के भने? ती यात्री सीट 25A मा थिए रे, देब्रे इन्जिनतिर। उनले विमानमा थुप्रै समस्या देखेको बताए, जस्तै एसीको कम्प्रेसर घरि चल्ने घरि बन्द हुने। ए हो र? अरू तो इनफ्लाइट मनोरञ्जन प्रणाली मतलब टिभी स्क्रिनहरू चलेकै थिएन रे। अनि ओभरहेड क्याबिन नजिक तार र टिस्यु पेपर जस्तो केही झुन्डिरहेको पनि देखे रे। साँच्चै यति धेरै कुरा? यो त अलि अचम्मै लाग्यो। अलै छ। उनले पखेटाको फ्ल्याप्सको चाल पनि अलि असामान्य देखेका थिए रे, खास गरी देब्रेपट्टिको। फ्ल्याप्सको चाल? त्यो त महत्त्वपूर्ण हुन्छ नि उडानको लागि। हो नि। हुन त अवतरण चाहिँ सामान्य नै भएको थियो, तर सबभन्दा चिन्ताको कुरा उनले भने अनुसार चालक दललाई बोलाउने बटनले काम गरेन। कल बटनले काम गरेन? अनि उनलाई उडान भरि अलि निसासिएको जस्तो महसुस भयो रे। निसासिएको? अनि कल बटन पनि नचल्ने, यी सबै समस्या थाहा पाएर पनि त्यो विमानलाई फेरि उडान अनुमति कसरी दियो होला? यो त गम्भीर प्रश्न उठ्यो नि त। एकदमै। यो त अनुसन्धानको मुख्य विषय बन्नुपर्छ। कसरी यस्तो लापरवाही भयो? हो। अनि अनुसन्धानको कुरा गर्दा केही प्रारम्भिक अनुमानहरू पनि आएका छन् कि? सीबीएस न्यूजले एकजना पूर्व एनटीएसबी अध्यक्षको विश्लेषण बारे उल्लेख गरेको छ। एनटीएसबी भनेको अमेरिकाको यातायात सुरक्षा बोर्ड हो। उनीहरू त अनुभवी हुन्छन्। के भनेछन् त उनले? उनले दुर्घटनाको भिडियो हेरेर ककपिटमा फ्ल्याप्स र ल्यान्डिङ गियर बारे केही भ्रम भएको हुन सक्ने अनुमान गरेका छन्। कस्तो भ्रम? उनको विश्लेषण अनुसार भिडियोमा फ्ल्याप्स माथि उठेको देखिन्छ रे।
सामान्यतया टेक अफमा त फ्ल्याप्स तल हुनुपर्ने हो जसले बढी लिफ्ट दिन्छ हो। अनि ल्यान्डिङ गियर चाहिँ तल झरेको देखिन्छ रे टेक अफ पछि त गियर माथि तान्नुपर्ने हो हावाको अवरोध कम गर्न भनेपछि विमान उड्नुको सट्टा अवतरण गर्न खोजे जस्तो देखियो। हो उनको अनुमान त्यस्तै छ तर फेरि यो एकदमै प्रारम्भिक अनुमान मात्रै हो भिडियो हेरेको भरमा गरिएको हो त्यो त हो। यति चाँडै निष्कर्षमा पुग्न त अलि हतार हुन्छ। ठोस प्रमाण त चाहिन्छ नै। एकदम इन्डिया टुडेले पनि भनेको छ यस्ता दुर्घटना प्राय मानवीय त्रुटि यान्त्रिक गडबडी वा मौसमको कारणले हुन्छन् अहिले अनुसन्धान जारी नै छ बेलायत र अमेरिकाका विशेषज्ञहरूले पनि सहयोग गर्दैछन् रे वास्तविक कारण पत्ता लाग्न त समय लाग्छ त्यसो भए यो सबै घटनाक्रम हेर्दा के देखिन्छ त स्पष्ट रूपमा यो एउटा भयानक त्रासदी हो तर त्योभन्दा पनि बढी यसले विमानको मर्मत सम्भार अनि उडान अघिको जाँच प्रक्रियामाथि एकदमै गम्भीर प्रश्न उठाएको छ। हो नि त्यो अघिल्लो उडानका यात्रीले भनेका कुराहरू त साँच्चै डरलाग्दा छन् एसी नचल्ने तार झुन्डिने कल बटनले काम नगर्ने अनि फ्ल्याप्सको चाल पनि असामान्य देखिनु यति धेरै कुरा एकैचोटि यसले त कतै गम्भीर लापरवाही पो भयो कि भन्ने शङ्का उब्जाउँछ। एकदम एकातिर यी डरलाग्दा सङ्केतहरू छन् अर्कोतिर त्यही दुर्घटनाबाट एकजना मान्छे त्यसरी चमत्कारी ढङ्गले बाँच्नु भएको छ यो विरोधाभासले घटनालाई जटिल बनाएको छ। हो अब विस्तृत र निष्पक्ष अनुसन्धानले नै सत्य के हो बाहिर ल्याउँला। पक्कै पनि त्यसको प्रतीक्षा गर्नुको विकल्प छैन। आजका स्रोतहरूमा सिधै नभनिए पनि यो सबै सुन्दा एउटा प्रश्न मनमा आउँछ त्यो अघिल्लो उडानमा देखिएका समस्याहरू जस्ता कुराहरूलाई विचार गर्दा के अहिलेको जुन अन्तर्राष्ट्रिय र राष्ट्रिय उड्डयन सुरक्षा मापदण्डहरू छन् अनि त्यसको निरीक्षण गर्ने जुन प्रक्रिया छ त्यो यस्ता सम्भावित गल्तीहरू वा लापरवाहीहरू रोक्न पर्याप्त छ त यो प्रश्नमाथि श्रोताहरूले पनि सोच्न सक्नुहुन्छ।